चाहिँ हामी सपरिवार हामी बडा क्षेत्र जान आँटेको छौँ। म चाहिँ रेडी भइसकेँ। मेरो बुवाले चाहिँ गाडी स्टार्ट गर्नुभएको छ अनि मेरो दिदी पनि रेडी भइसक्यो। यहाँ छ हाई भन् न हौ भन्छु। मम्मी कहाँ हुनुहुन्छ तपाईँ? ल छिटो आउनु। रेडी भइसकेको हामी। मम्मी कुन चप्पल खै नयाँ चप्पल? यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, नयाँ लुगा लगाएर एकदम राम्रो ब्युटिफुल हुनुभएको छ। यहाँ चाहिँ बुवा हुनुहुन्छ। बुवा हाई भन्नु। यता हेर्नु न हौ हेर्छौँ बुवा। अब यहाँ चाहिँ मेरो कान्छी बहिनी आउनु बाँकी छ। उहाँ पछाडि मेकअप गर्दैछ, हात खुट्टा धुँदैछ अनि ऊ आउँछ अनि म उसलाई पनि देखाउँछु। हामी चाहिँ अब बडा क्षेत्र जाँदैछौँ टक्कसँगले गाडीमा। म त यही लगाएर जान्छु। कुन लाउँछ? पेन कि पेन त्यो म लाउँछु, तपाईँ मेरो लाउनु नि त। त्यही लाउनु मलाई। यत्रो किनेर लाउनु दिँदैन। अर्को पनि स्यान्डल छ त मेरो लाउने भए, तर त्यहाँ अलिक उयो होला, ओह्रालो कालो भएर। मेरो कोठाबाट स्यान्डल निकाल्दै त। धेरैजना भएपछि के लाउनु हुन्छ। म त यही लाउँछु जस्तो के होस्। के चाहिँ मेरो कान्छी बहिनी हो। यसले चाहिँ यहाँ स्यान्डल ल्याइदिएको छ दिदीको लागि भनेर। तर यो मेरो हो नि फेरि स्यान्डल चाहिँ। कहाँ गयो त फेरि हरायो त। के हुँदैन भन्दै म लाउँछु। अनि कस्तो राम्रो चाहिँ छ खै यहाँ देखा त। राम्रो छैन बुवा? गइरहेको छ त यति राम्रो छ। स्यान्डल पछाडिको हो, त्यसले हिँड्नु सजिलो हुन्छ क्या। ल के गर्नुभएको? ए नानी चस्मा ले त 2-3 प्रोलेटर 1200 को ये सस्ता में तो ना सोचता है। आमा 1200 को चस्मा बुवा खतरा छ। खै त हेर्नु त एकचोटि। प्रोलेटर ए पोज दिनु न अब यस्तो गरेर चिज गरेर। ल हामी चाहिँ अब घरदेखिको हिँड्यौँ। सुरुमा चाहिँ हामी शनि मन्दिर जान्छौँ, त्यहाँदेखिको फेरि यताबाट बडा क्षेत्र जान्छौँ। के अरे के भनेको? यहाँ छ पूजा गर्ने सामानहरू। मेरो पनि चाहिँ अघि आएर बसिसकेको छ। शनि मन्दिर आइसक्यौँ है। शनि मन्दिर पूजा गर्छौँ यहाँनिर एकछिन अनि जान्छौँ। किनकि दिदी फिल्मबाट आएको हो नि त, अनि त्यो आइराख्नु पाउँदैन, शनिबार फर्किहाल्छ। त्यही भएर चाहिँ अलि मङ्गलबार पारेर यहाँ पनि पूजा गर्नुहुन्छ हो। पूजा गर्छौँ। मम्मीहरूलाई दिनुको लागि के गर्दै हुन्छ? मम्मी चाहिँ पैसा सार्दै हुनुहुन्छ। हामी रेलवे चौक आइपुग्यौँ। रेलवे चौकबाट जाँदैछौँ। हामी चाहिँ अहिले सर्दुको लाइफ हामी चाहिँ यहाँ झन्डा
उति तल अन्त नि यत्रै छ त नि उहाँ गएर कत्रो भिजिन्छ यो नदी हामी चाहिँ बारा क्षेत्र आइपुग्यौँ मम्मी ए यहाँ गेट बनाउन आँटेको रहेछ बुवा यहीँ त कहाँ गेट थिएन त होइन सानो सबै मान्छेहरू घुम्न आएको कि क्या हो तीर्थ हामी चाहिँ बारा क्षेत्र मन्दिर आइपुग्यौँ अब हामी चाहिँ यहाँनिर सामानहरू किन्दैछौँ अलिअलि त हामीले यहाँ ल्याएको पनि छौँ किन्दैछौँ के गर्नुपर्ने कति भयो यो यसलाई कति एक्स्ट्रा ढाकीमा पर्दैन होला हौ ढाकीको त पर्दैन हौ त्यो सामान त हामीसँग यो कालो गरेर काटेर चाहिँ 100 रुपियाँको तेल सेल चाहिँ हुँदैन तेल तँ पनि त्यही राख्दैन हो कि तर गरममा चाहिँ तेल छैन अहिले आएर किन तीर्थ घुम्नेहरू आउनुभएको रहेछ दुईवटा बसमा उहाँहरू चाहिँ एकजुट भएर आउँदै हुनुहुन्छ कति राम्रो देखेको छ यहीँको हो पानी हो ओ त्यस्तो हो मैले चाहिँ गर काट्ने सामान दिदीले पनि गएको छ देखा त यता पछाडि सब बगिरहेछ तान्दैन त दुईजनाको लागि शनि मन्दिर गइरहेको छु नि त त्यही भएर थ्याङ्क यू ल्याइदिन्छौँ हामी पैसा पनि ल्याइदिनु पर्यो होला नि त्यही त बगा क्षेत्र धाम स्वागत छ के बगा क्षेत्र जाने बाटोमा चाहिँ यहाँनिर यो मन्दिरमा चढाउने सामानहरू पाइन्छ घर तेरो सल घिसिसक्यो इबलाई धेरै थियो पोखरा जाँदाखेरि एउटा किन्ने भने थियौँ नि त बुवाको गाडीको लागि यस्तो इबेलाई तर हामीले किन्दिनौँ शङ्खको सिरा नारायण नारायण हरे हरे
कम्तीमा पनि 7 वर्षको हुँदा आएको थियो भने चाहिँ कति वर्ष भयो नआएको कति वर्ष पुग्नुभयो 26 कति वर्ष भएछ 20 ओइ हो त बुवाले भन्नुभएको ठिकै रहेछ झन्डै 19-20 वर्षै भएको रहेछ नआएको हामी लुगा त लामो छ नि त 15 हो मनमा 7 वर्षको हुँदा आएको थियो होला 7-8 वर्षको हुँदा त्यही त नि कसैले गरेको थिएन हौ धरतीको पहिलो तीर्थ बरा क्षेत्र धाम परेवाहरूले चामल खाँदैछ हामीले पनि ल्याइदिएको छौँ चामल अहिले दिन्छौँ दिइहाल्ने हो अगायो होला चामलबाट मकै चाहिँ खान्छ होला क्या मकै ए धान त्यही हामीले सुरुमा पानी लिनु जाँदैछौँ होइन पानी ल्याएपछि हामी त्यसपछि यहाँ आएर पूजा गर्ने हो अहिले चाहिँ हामी यहाँ कोसी जाँदैछौँ पानी लिनुको लागि मन्दिर भनेको यहाँ कता छ मन्दिर खोइ त अब तुलसी चिया प्रसादको रूपमा हामीहरूले यहाँ वितरण गर्ने गरेका छौँ हजुरहरू सबै भक्तहरूले तुलसी चिया ग्रहण गर्दै जानुहोला आफ्नो जीवनलाई धन्य बनाउनु होला पुण्य बनाउनु होला पृथ्वी उहाँले बोक्नु भएको तपाईँले पुरा स्पष्ट हुन्छ यहाँबाट नसुन्न हाल्नु सक्नुहुन्छ नाम पढ्नुपर्ने हुन्छ खोलामा चाहिँ खोलाको चाहिँ बगाउनु पर्छ होला है अन्त त्यस्तै लाग्यो मलाई खोलाको चाहिँ होला अनि अरू के गर्नु बढ्दैन हामीले चाहिँ यहाँनिर पूजा गरिसकेर वाउ छाला हेर्नु नि ओ माई गॉड वाउ कस्तो मजा समुद्रमा छाला जस्तो भइरहेको छ मजाको आएको म यहाँ बस्छु ल गइसक्यो कस्तो मजाले क्या यो कुदेको थियो नि त त्यही भएर यहाँ कहाँ मजाले छाला आएको अब हामीले यहाँ पूजा गरिसक्यौँ अब हामी यहाँ पानीहरू बोकिसक्यौँ अब माथि जान्छौँ पूजा गर्नुको लागि हाम्रो खोलाको कामहरू सक्यो फोटोसोटो पनि खिच्यौँ हामीले अलिकति होइन अब हामी जाँदैछौँ माथि पहिलो दर्शन गरिसक्यौँ जुन चाहिँ यहाँ लेखेको छ पहिलो दर्शन शिव मन्दिर यहाँनिर हामीले दर्शन गरिसक्यौँ अब हामी माथि मेन मन्दिर जाँदैछौँ त्यहाँ दर्शन गर्नुको लागि
सो हामी यहाँ जाँदैछौँ। यहाँ चाहिँ हो हाम्रो मेन मन्दिर। हामीले चाहिँ यहाँ मेन मन्दिरमा पूजा गरिसक्यौँ। अब हामी चाहिँ टिका लाउन आँटेको छौँ। हामी चाहिँ टिका लाउनु जाँदैछौँ। यहाँ छ त पैसा ए छक्का छ हो त त्यही ल्याउनु त्यहीले एकमुष्ट बोक्न ए ल हजुर दादा पकडी टिका यता आइज त यताबाट उता लगा चाहिँ टिका लगाएर डोडा बाँध्दैछौँ ल त टिका लगाइदिनु भाङ्गो राम्रो देखेको अलिकति भाङ्गो छ मेरो पनि भाङ्गो छ तेरोतिर सिधै छ हो मेरो चाहिँ भाङ्गो तेरो सायद पछाडि बसिस् नि त अलिकति तर पनि मेरो जहिले भाङ्गो हुन्छ तर भाङ्गो राम्रो भाग्य मानेको यहाँ चाहिँ ढुङ्गा उठाउने ठाउँ छ अब हामी यहाँ ढुङ्गा उठायो भने कसले कसले उचाल्न सक्छौँ है देखि मिल्छ हौ यता साइडबाट उचाल्ने हो उचाल त ल छिटो मेरो दिलले चाहिँ अब सक्छ है गर न केही हुँदैन सक्छिस् हौ त अब एकतालमा उचाल त सक्ने रहेछस् अन्त अब अझै एकचोटि उचाल न गर्ने अलिकति सक्दैन है क्या गर्दा पक्री कति धेरै गरेर छ त नि मैले एकै ठाउँमा उचाल्नु पाऊँ है अनि त्यो सुन्दिनस् बुढा नीलकण्ठ काठमाडौँमा पनि छ यहाँ पनि हुनुहुन्छ पानी चाहिँ रहेन रहेछ है अहिले चाहिँ पूजा गर्दैछ म चाहिँ ढोक्छु हामीले चाहिँ पूजा गरिसक्यौँ होइन अनि अब हामी चाहिँ झोलुङ्गे फुल हेर्नु जाँदैछौँ लामो खालके अब हामी जान्छौँ झोलुङ्गे फुल हेर्नु गर्मी भएछ लास्टै गर्मी भयो मैले चिम्टी नै ल्याउनु बिर्सेछु चिम्टी छ ल्याउनु भएको के भयो चिम्टी चाहिँ भेटेँ मैले ए यो बाटो त हामी पहिला नै याद छ मलाई यो बाटो गएको भनेर चाहिँ याद छ पुल पनि गएको त्यहाँनिर म बुवा पहिला पुलदेखिको तल उयो पनि थियो होइन खोला होइन हौ खोला जाने बाटै थियो क्या मुनि त खोलातिर पनि गएको थियौँ नि त हामी
सानो थियो क्या त्यहाँ चाहिँ नि यसो अलिकति छुट्टेर आएको थियो कि सानो थियो मान्छे 2-3 ठाउँ छुट्टेको थियो अनि एउटा सानोपट्टि चाहिँ गएको थियो वहीँबाट लान्छ यहाँ पनि आइपुग्दैन नि उहाँ चत्राबाट पो लान्छ त के खाने 1 लिटरकै किन्नु न अनि त्यही किन्छ त एउटा पानी होला होइन पर्दैन अरे पर्दैन म पनि किन्छ अरे छ खै म पक्रिदिन्छु पैसा निकाल्नु पैसा कति छ टन्न छ ए 100 पो रहेछ खै डाइट हो यो चाहिँ को खाने अब हामी गर्मी छ नि त हौ जब भयो चिसो तर चिसो भयो हामी आइपुग्यौँ सोलुङ्गे पुल यो भनेको लामो छ एकदम धेरै हल्लाइदिँदै हुन्छ म चाहिँ गएँ झोलुङ्गे पुलतिर लाग्यो नआउने ओके बाई बाई बुवा र नन्दिता चाहिँ उहाँ पुगिसक्नु भइसकेको छ बहिनीको फोटो खिचिदिँदै हुँदै होला बुवाको त ढाकेर यहीँ छोड्नु भएको भए हुन्थ्यो त नि ओ वाउ लुक ए मैले यही खोला यही भनेको सानो हामी यहाँनिर कहाँ गयो यो सानो यसमा यहाँनिर गएर हामीले पहिला नै फोटोहरू खिचेको थियौँ हात खुट्टाहरू गएको थियौँ अहिलेसम्म पनि रहेछ म त ठुलो पो भयो कि क्या हो भन्दै थिएँ सानै रहेछ जोस् हजुर हावा चलेको हेर्नु न हामी चाहिँ पुलको पारी गएर आइसक्यौँ अब हामी जान्छौँ घर अब हामी खाजा खान्छौँ अनि घर जान्छौँ हामी चाहिँ अब फर्किने क्रममा छौँ सुन्नु न एक ठाउँ सेलरोटी एक ठाउँ चना 2 ठाउँ थुक्पा ल ओके मैले भनेर आएँ तपाईँहरू भ्यू हेर्दै खाजा खाना आँट्नुभएको हो कस्तो राम्रो छ हामी चाहिँ खाजा खाएर निस्किसक्यौँ होइन अनि अब यहाँनिर अलिकति यस्तो सपिङहरू गर्दैछौँ यहाँनिर लिन्छौँ के किन्ने तिमीहरू के किन्ने हेर न त लु छान म किनिदिन्छु मेरो बहिनीले भनेको त त्यति त मान्नु परिहाल्यो नि लु छान त चाहिएन भने यति ज्ञानी छ मेरो बहिनी लास्टै ज्ञानी छ क्या केही किन्दैन लास्ट ज्ञानी छ केही किन्नु मान्दैन है छिर्कै नकिनिदिनु मलाई भन्छ घाँटीमा ट्याप्प खालके राम्रो छैन नि त्यो ठिक छैन लगाएपछि राम्रो छ लु बढेको छ 5 वटा कि 6 वटा दिनुहुन्छ जमजम अघि लगेको ढाकीहरू अब यहाँ फर्कायौँ पैसा हिसाब गऱ्यौँ कतै गरेर म चाहिँ गएँ गाडीमा गाडीमा
यस्तो गर्मी घाम हावा पनि चल्नु त चल्दैछ ठिकै छ तर पनि घाम छ हो लास्टै यस्तो घाम छ छाता ल्याउनु त के ल्याउनु होइन ठिकै छ यहाँ छ हाम्रो गाडी आएर बसिस् चिम्टी नभएर मेरो त कस्तो भइरहेछ तर नि स्कार्फ चाहियो तर निस्किँदैन त ल त लु बान्द्रामारी लु अब जाउँ हामी चाहिँ घर आइसक्यौँ है प्रसाद पनि बोकेको छौँ अब चाहिँ थ्याङ्क यू एन्ड बाई